म एउटा वीर गोर्खालीकी श्रीमती हुँ। मेरो श्रीमान देशको रक्षा गर्दै हुनुहुन्छ र म आफ्नो इज्जतको रक्षा गर्न आफै सक्षम छु। आलु, दुश्मन चारैतिरबाट आयो, हामी फस्यौं। गोर्खाली कहिल्यै पछि हट्दैन साथी। आज रगतको खोला बग्नेछ। जय महाकाली, आयो गोर्खाली। सिपाही आलु, तिम्रो खुकुरीले आज देश बचेको छ। यो मेडल तिम्रो त्यागको सम्मान हो। अब तिमी शान्तिले आफ्नो घर जाऊ। प्याज दाई, सुन्नुभयो? हाम्रो आलु त एक्लैले दुश्मन मारेर बहादुरीको मेडल लगाएर गाउँ फर्किँदैछ रे। अब कसैको खैरियत छैन। हामी बोर्डरमा छातीमा गोली थाप्छौं अनि तिमीहरू जस्ता कायर गाउँमा हाम्रै परिवारलाई सताउँछौ। भाग यहाँबाट, नत्र आज मेरो खुकुरीले बोल्नेछ। बाटो हेर्दा हेर्दै मेरो त प्राण नै सुकिसकेको थियो। भगवानले मेरो सिन्दुरको पुकार सुन्नुभयो। यो छातीमा दुश्मनको गोली लागेन, किनकि यहाँ तिम्रो माया थियो।